नमस्कार सम्पूर्णमा। आज पनि म तपाईहरूलाई मौरी सम्बन्धी विशेष महत्त्वपूर्ण जानकारी लिएर आएको छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। यो जुन मौरीको गोला देख्नुहुन्छ, यो मौरी चाहिँ घार छोडेर हिँडिसकेको मौरी हो। तर यसमा चाहिँ क्विन गेट लगाएकोले गर्दाखेरि, रानी निक्लिन नपाएकोले गर्दाखेरि एकचोटि हिँडिसकेर पनि फर्केर आएर पूर्ण घार बाहिर चाहिँ गोलो परेर बसिरहेको छ। यस्तो अवस्थामा भयो भने हामीले के बुझ्नुपर्छ भन्दाखेरि, मौरीले ठाउँ मन पराएको छैन अथवा घार मन पराएको छैन। त्यसैले सुरुमा घार परिवर्तन गरेर हेर्ने र घार परिवर्तन गरेर हेर्दा पनि मौरी बस्न मानेन भने ठाउँ परिवर्तन गर्दाखेरि अवश्य नै बस्नेछ।